हेलो नमस्ते एभ्रिवान, स्वागत छ तपाईहरुलाई हाम्रो किचन हाम्रो भान्जामा। आज चाहिँ म हजुरहरुसँग शेयर गर्दैछु एकदमै स्पाइसी गाजर र आलुको अचार रेसिपी। अमिलो पिरो नमन पर्ने सायदै हामी कम नै छौं होला, त्यसैले आज चाहिँ म हजुरहरुसँग शेयर गर्दैछु एकदमै अमिलो पिरो गाजर र आलुको अचार रेसिपी। आशा छ आजको रेसिपी हजुरहरुलाई पक्कै पनि मन पर्नेछ। आउनुहोस् अब रेसिपी बनाउन तर्फ लागौ है त। यहाँ चाहिँ मैले अचारको लागि अलरेडी धनिया, हरियो खोर्सानी, प्याज र गाजरलाई काटेर राखिसकेको छु। अमिलोको लागि यहाँ मैले एउटा कागतीलाई पनि लिएको छु र यहाँ चाहिँ मैले अचारको लागि छोप पनि रेडी गरेको छु, जसमा रहेको छ सेतो तिल, आलस र थोरै सुकेको खोर्सानी। सुकेको खोर्सानी राख्नु चाहिँ अप्सनल हो। यदि हजुरहरुलाई पिरो कम मन पर्छ भने सुकेको खोर्सानीलाई चाहिँ स्किप गर्न पनि सक्नुहुन्छ। र यहाँ चाहिँ मैले आलुलाई पनि अलरेडी उसिनेर राखेको छु। मैले चाहिँ मिडियम साइजको 4 वटा आलुलाई उसिनेर लिएको छु। हजुरहरुले चाहिँ आफ्नो इच्छा अनुसार अचारको मात्रालाई घटबढ पनि गर्न सक्नुहुन्छ। अब चाहिँ हाम्रो अचारलाई चाहिने सबै सामानहरु रेडी भइसकेको छ। अब चाहिँ हामीले आलुलाई म्याश गर्नुपर्छ। मैले चाहिँ एउटा चम्चीले आलुलाई म्याश गर्दै छु। हजुरहरुले चाहिँ चम्ची अथवा हातैले पनि यसलाई म्याश गर्न सक्नुहुन्छ। आज चाहिँ म अचार आलुलाई एउटा पनि डल्ला नराखिकन बनाउँदै छु, त्यसैले आलुलाई चाहिँ मज्जाले नै म्याश गर्नुपर्ने हुन्छ। आलुलाई यतिको म्याश गरिसकेपछि यहाँ चाहिँ मैले अघि बनाएको छोपलाई एड गर्दै छु। यदि हजुरहरुलाई छोप मन पर्दैन भने हजुरहरुले छोप पनि नराख्दा हुन्छ, तर यदि हजुरहरुले अचारमा चाहिँ छोपलाई एड गर्नुभयो भने यसले अचारलाई चाहिँ एकदम छुट्टै फ्लेभर दिन्छ। छोपलाई राखिसकेपछि अब चाहिँ म बाँकी रहेको सबै अचारको सामानहरुलाई पनि यहाँ एड गर्दै छु। सबै सामानहरुलाई एड गरिसकेपछि यसमा चाहिँ मैले स्वाद अनुसार नुनलाई पनि राख्दै छु। नुन राखिसकेपछि यहाँ चाहिँ मैले अमिलोको लागि एउटा कागतीलाई निचारेर राख्दै छु। कागती र नुनलाई राखिसकेपछि अब चाहिँ हामीले यसलाई हातले नै मज्जाले मिक्स गर्नुपर्छ। हजुरहरुले देख्न सक्नुहुन्छ अचार चाहिँ एकदमै राम्रोसँग मिक्स भइसकेको छ। यसरी आलुको डल्ला नराखिकन बनाएको अचारको स्वाद छुट्टै हुन्छ। एकचोटी मज्जाले मिक्स गरे साथसाथै अब चाहिँ हाम्रो अचार सर्भ गर्नको लागि पनि रेडी भइसकेको छ। हजुरहरुले पनि घरमै भएको सामानबाट यति मिठो गाजर र आलुको अचार बनाएर खान सक्नुहुन्छ र यसलाई चाहिँ हजुरहरुले खाना र खाजा दुवैको रूपमा सर्भ गर्दा पनि एकदमै मिठो हुन्छ। आशा छ आजको रेसिपी भिडियो हजुरहरुलाई पक्कै पनि मन पर्यो होला र यस्तै थप नयाँ रेसिपीहरुको लागि मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरी धेरै भन्दा धेरै माया र सपोर्ट पनि गरिदिनु होला र भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।